कर्तव्य ज्यान मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति 2061 वैशाख 12 गते तत्कालीन साबिक खरी गाविस 4 मा भएको हत्या घटनामा संलग्न फरार प्रतिवादी 44 वर्षीय बुधे अर्गुले राणा मगर भन्ने बुद्धि बहादुर राणा मगरलाई पक्राउ गरिएको हो। 2061 वैशाख 12 गते बेलुका साबिक खरी गाविस 4 निवासी एम बहादुर विकको घरमा पञ्चबली पूजाको निम्तो मान्न गएका लुद्र बहादुर फ्याली मगरमाथि समूहगत आक्रमण भएको थियो। घटनामा एम बहादुर अर्गुले राणा मगर, डुडु भन्ने रवि बराल, डल्ले भने होमबहादुर राणा मगर, रुद्र बहादुर अर्गुले राणा मगर, बुद्धे अर्गुले तथा बेलौटे अर्गुले राणा मगर लगायतले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप रहेको प्रहरीले जनाएको छ। ज्यान सम्बन्धी कसुरमा संलग्न भई फरार रहेका बुद्धि बहादुर राणा मगरलाई प्रहरीले मिति 2083 वैशाख 31 गते नीलकण्ठ नगरपालिका 3 बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। पक्राउ परेका राणा मगरलाई शुक्रबार जिल्ला अदालत धादिङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।